Hey guys, welcome to my new video. I hope सबैजना सन्चै हुनुहुन्छ अनि आज चाहिँ हाम्रो 12 क्लासको बिदाई अनि हामी चाहिँ लुम्बिनी कन्फरेन्स हलमा जाँदै छौं के हैन अनि म चाहिँ रेडी हुँदै छु मेकअप गरिसके अब साइज लाउनु मात्रै बाँकी छ अनि त्यसपछि अरु चाहिँ मैले देखाउँछु है गएर हेलो हामी चाहिँ बाटोको सिनेरीहरू हेर्दै रमाइलो गर्दै भइरहेको हुँदै लुम्बिनी कन्फरेन्स हलसम्म पुग्यौँ। फाइनली हामी चाहिँ यहाँ पुगिसकेका छौँ। सबै छन् अब चाहिँ हामी जान्छौँ। फाइनली हामी चाहिँ पुग्नै लाग्यौँ। ऊ त्यहीँ हो त्यहाँ हो क्या हामी चाहिँ यहाँ बाहिर गेटको बाहिर उभिरहेछौँ। यिनीहरूले आइसक्रिम खान भिड त कति कति मैले साडी छ भने हो कि मोबाइल छ भने हो कुन्नी ए कस्तो राम्रो हो हैन अनि कस्तो हो बस्ने ठाउँ खै त हामीलाई पर्दैन नि उठ्न हामी हो नि गेस्ट कस्तो झ्याउ लागिरहेको थियो कि अनि गिटार बजाउनु भयो अनि बाँसुरी बजाउनु भयो सुनेर मन कस्तो आनन्द भयो कि यहाँ चाहिँ खाना खानेको लाइन छ अब चाहिँ हामीले खाना खान्छौँ ऊ त्यहाँ वहाँसम्म लाइन वहाँदेखि पुरै छ अनि यता पनि छ पुरै अब हामीले पनि खान्छौँ अनि त्यसरी डान्स हेर्छौँ अब चाहिँ हामी खाना खान गर्थ्यौँ एकदम भोक लाग्यो हिजोदेखि केही नखाएर गाइदिनु सबै यति धेरै मेकअप गरेर आछन् कि 4 घण्टा मेरो पार्लरमा बसिन् म चाहिँ नेचुरल ब्युटी हो मैले चाहिँ मेकअप गर्दिनँ अब खाना खाऊँ कति हो मान बस्दिन खानी भए सबै आम फलाउ बिरयानी भन्ने सुने होइन रहेछ अहिले चाहिँ हामी खाना खाने बेला फेरि सरले त मोबाइल राख्नुभएको रहेछ अनि त्यो चाहिँ खाना खाएर आइसक्यौँ अब यहाँ सबै आउँदैछन् खाना खाएर अब चाहिँ यहाँ प्रोग्राम हेर्छ अनि एकैचोटि घर निस्कियो यहाँ चाहिँ क्लासको डान्स देखेँ खतरा होला सरले भाषण गर्दै हुनुहुन्छ फेरि हाम्रो सेन्टर कहाँ पऱ्यो भनेर 12 हो बोर्डको हामी चाहिँ तिनीहरू बाबालाई फोटो पठाइदिन्छु भनेर फोटो खिचेर पठाउँदै हामी चाहिँ एकछिन रमाइलो गरेर अनि स्टेजमा मायाको चिनो लिन गयो सबै पाले पालो सेक्सन 1 को हैन
तपाईँलाई मैले पटक भनेको छु यो स्थापना गर्न केही मुस्किल हुन्छ आफ्नो समूहसँग मिलेर आउनु होला र आफ्नो सेक्सन पनि भन्नु होला फाइनली हाम्रो चाहिँ हाम्रो टिम यही सकेको स्टेजमा गर्टिका लाएर अब चाहिँ नेक्स्टमा घर जान्छौँ प्रोग्राम लगाइसक्यो एलिसा कति नाच्ने रहेछ नाना हामी चाहिँ 4 नम्बरको बसमा हो खिचौँ न अनि हामीले म्यामहरुसित सबै ग्रुप फोटो पनि खिचायौं त्यसपछि घरतिर लाग्यौं फाइनली गाइज हामी चाहिँ भर्खरै कलेजदेखि यता रुमतिर आउँदैछौँ अनि भर्खरै पुग्यौँ मल्लुमिनदेखि पुग्दा धेरै टाइम लाग्छ नि अनि राति भयो के अब रुममा गएर खै खाना पकाउन सक्छु कि थाहा होइन अनि त्यसपछि सुत्छु जे होस् आज एकदमै रमाइलो भयो धौ भए पनि धौ त कुरै नगरौँ लास्टै धौ भयो वहाँदेखि आउँदा जाँदा गर्दाखेरि तर रमाइलो पनि एकदमै भयो अनि आजको लागि यति नै यदि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सब्सक्राइब र सेयर चाहिँ गर्नु नबिर्सिनु ल बाई बाई थ्याङ्क यू फर वाचिङ